बडो सम्हालेर हिँड्नुपर्छ हो यो दुनियाँमा। आफै लडाएर सोध्छन् सबै ठिक त छ नि। आफै नराम्रो भनेर सोध्छन् तिमीलाई केही त पुगेको छैन नि, केही सहयोग त चाहिन्छ नि। यहाँ मान्छे नाटक गर्छन् हेर, यहाँ मान्छे फाइदा उठाउँछन्। यहाँ तिम्रो कोही पनि हुँदैन, कसैले पनि तिम्रो बारेमा सोच्दैन, सबै मतलबी हुन्छन्। त्यसैले याद राख्नु, कसैको अगाडि पनि झुक्ने होइन, कसैलाई नराम्रो भन्ने होइन, आफ्नो बाटो लाग्ने, आफू राम्रो हुने। कसैले केही भन्यो भनेर आफूलाई कमजोर नबनाऊ। तिमी जे छौ राम्रो छौ, तिमी जे छौ खुसी छौ। तिम्रो आफन्त, तिम्रो फ्यामिली मेम्बर कोही पनि तिम्रो होइन। तिम्रो फ्यामिली, फुपाजु, ठुपाजु, अङ्कल, आन्टी कोही तिम्रो होइन, कोही पनि तिम्रो होइन। ट्रस्ट मी। सबैजना खुट्टा तान्ने काम गर्छन्, सबैजना नराम्रो बनाउने काम गर्छन्, कोही राम्रो हुँदैन हेर। सबैजना चाहिएको बेलामा मात्रै फोन गर्छन्, सबैजना चाहिएको बेलामा मात्रै सम्झिन्छन्, नचाहिने बेलामा को हो भनेर हिँड्ने मान्छे धेरै हुन्छन्। बुझ्यौ? कोही पनि तिम्रो होइन। त्यसैले त्यो आफ्नो सोच्ने बानी हटाऊ, राम्रो हुन्छु भन्ने बानी हटाऊ। जे छौ तिमी ठिक छौ, बुझ्यौ? कोही आफ्नो हुँदैन, आफ्नो कसैलाई पनि आफ्नो नसोच। तिम्रो परिवार बाहेक कोही आफ्नो हुँदैन। सङ्घर्ष आफै गर्ने हो, दुःख आफै गर्ने हो, पीडा आफूसित हुन्छ सबै कुरा। बुझ्यौ? सबै कुरा राम्रो हुन्छ एक न एक दिन। धैर्य हुनुपर्छ, सबै कुरा मिल्दै जान्छ। सो एभ्रिथिङ गना बी ओके, जस्ट बी अलराइट, है त? तिमी जुन जातको भौ मलाई तिमी मन पर्छ, तिमी जुन धर्मको भौ मलाई तिमी मन पर्छ, मलाई तिमी 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 नै मन पर्छ। बुझ्यौ? तिमी माथिल्लो जात भौ वा तल्लो जात भौ, तिमी मुस्लिम भौ वा क्रिस्चियन भौ, तिमी गरिब भौ वा धनी भौ, मलाई तिमी नै चाहिन्छ र तिमी नै मन पर्छ। मलाई जिन्दगी तिमीसँग बिताउनु छ हेर, तिमीसँग खुसियालीहरू साटासाट गर्नु छ हेर, जिन्दगीमा तिमीसँग खुसी हुनु छ हेर। बुझ्यौ? तिमी मेरो साथ देऊ, है त? ऋण पैसाको मात्रै हुँदैन। ऋण कसैले लगाएको गुणको ऋण हुन्छ भने कसैले लगाएको बैगुनको ऋण हुन्छ, कसैले लगाएको वचनको ऋण हुन्छ भने कसैले लगाएको कसमको पनि ऋण हुन्छ। त्यसैले समय अनुसारले ती ऋणहरूको ब्याज तिर्दै जानुपर्छ, है त?